यति भए पुग्छ होला यो चाहिँ लोकल बेसार थोरै थोरै भइसक्यो बौडी जस्तो हुँदैन है के लाग्छ के हो अलिपछि म तपाईँलाई ल्याइदिन्छु मान्छे सुरु चाहिँ तपाईँ मैले भिडियो कल बनाएको जस्तो लाग्यो नि के लाग्छ बेसार तपाईँ के हुन्छ दर्शन हनीमा पैसा हालेको के हुन्छ अनुहारमा ग्लो आउँछ नि कोही कोही बेला आउँछ सधैँ होइन अनुहारमा ग्लो दिन्छ नि मैले अलिक फेसमा अलिकति के लाउने भनेको यही मात्रै हो अलिक बेसार हाल्ने ल्याउनु ल्याउनु क्यामेरा चाहिँ किन भएको नलाउनु अचम्म लागिरहेछ मान्छे भूत जस्तो भइसक्यो लु भएन भयो फुले साह्रै नराम्रो भइसक्यो अनुहार तिमीले त्यहाँबाट त्यस्तै बिल हाल्नुपर्ने हो एक्स्ट्रा 30 मिनट जति छोड्नुपर्छ ल्याउनु मन लाउनु आउनु आउँदैन आउनु पहिला के हाल्छ आउनु म आउँदिन छिटो आउँदिन किन मलाई कहिले के भन्दै म यस्तो मन पर्दैन के के अलि छोड्नु मैले आफै यस्तो ह्यान्डसम मान्छे के गर्ला ए भयो नाइ नाइ के हो बेसार हो भयो म नलाउने कि चुप राख्नु नलाउने नलाउने के अहिले म नाटक गरे अब चुप अलि के गरेको के हो बेसार हालिदियो ग्लो आउँछ बेसार होइन यो अनि हो नि त्यस्तो के पार्या त्यस्तो नगर्नु न अनुहार चाउरी पर्छ नहाँस्नु चुप्प लागेर बस्नु ज्ञान भयो किन हेर्नु न के गरेको अहिले त कपालमाथि पार्नु कपालमाथि के हुन्न के 30 अब त 15 मिनट नुहाइहाल्ने पखालिहाल्ने घरेको उपचार सहित राइट्स पाला ब्युटी पार्लर ब्युटी पार्लर सिकेको ब्युटी पार्लर म हेर्छु कि के हुन्न कि मेरो अनुहार हेर्नु मन छ के गरायो बुढीले त्यतिकै राखिरहने भिडियो कसैले देखाउने होइन भिडियो डिलिट गरिहाल्ने एकछिन नचल्ने त्यो आउनु नखुन्छ न त्यो हेर्नु पर्दैन कि म राम्रै बनाउँछु हेर्नु पर्दैन टी सर्टमा चुन्छ है त्यो अलामा मान्छे बिगार्दै बाँदर नगर्नु न किन हाँस्नु नहाँस्नु नि त चुप्प लागेर ज्ञानीहरू बस्छ एकैछिन मात्रै जस्ट 2 मिनट्स त्यस्तो नगर्नु त्यो हाँस्यो भने झन् चाउरी पर्छ
धेरै धेरै बनाएछ थोरै बनाएछ चाउल भयो नै भएको छैन एकछिन चुपचाप ग्याङ भएर बस्नु ल अब 10 मिनट 2 मिनट मात्र के हालेछ यसो भन्नु त त्यो हनी र बेसा मात्रै हो के लोकल बेसा आउँछु मैले घरबाट ल्याएको नखानु त नखानु अब ठ्याक्कै बाहिर गएर पकाउनु भयो नखे भयो के के हुन्न के हुन्न चिला यस्तो गरे के हुन्न अब 10 मिनट राख्नु लके 10 मिनट राख्नु हाँस्नु के हाँस्नु हुँदैन हाँस्नु हुन्न के चौरी पर्छ पसिना आयो कि अहिले धुने होइन कि 10 मिनट धुने मैले चाहिँ धोएर आइसकेँ के हो फेरि बल्ल बल्ल यहाँ सफा गरेको यहाँ पुरै अनुहारभरि के दलेर बाँदर जस्तो बनायो नुहाएर बल्ल बल्ल राम्रो भएको ग्लो आएको छ अलिकति सेतो टी सर्ट चाहिँ ताना हुँदाखेरि सेतो टी सर्टमा चाहिँ बेसार लाग्यो ग्लो के हो यस्तो अनुहार बस त्यत्तिकै हेर्छ मान्छे नि भयो छोड्नु सक्यो अलि हेर्नु मेरो मेहनतको फल हेर त चाया पोतो दाग डन्डीफोर केही छ सब के त्यो चाहिँ अनदेखिन्छ जस्तो छ भयो पनि कृपया तपाईँहरूको पनि यस्तो समस्या छ भने आउनु होला सरित राई ब्युटी पार्लरमा ल भयो हजुर भयो ल भाइ ल केही छ त छैन नि हाम्रो फिटिकै छैन